100% फ्री लाइफ टाइम डोमेन कसरी लिन सकिन्छ, जस्तै इक्जाम्पलमा .com.mp, .info.mp, .gov.mp, .org.mp, .net.mp यो डिफ्रेन्ट डोमेन नेमहरू रहेको छन्। यो हामीले फ्रीमा पाउन सक्छौँ। यो फ्रीमा कसरी लिन सकिन्छ त, यो भिडियोमा तपाईँहरूलाई स्टेप बाई स्टेप पुरा जानकारी दिनेछु। हामीलाई यो डोमेनहरू लिनको लागि के रिक्वायरमेन्टहरू रहेको छन्, हामीलाई के डकुमेन्टहरू चाहिन्छ है, सब स्टेप म यो तपाईँहरूलाई एउटै भिडियोमा दिनेछु। र यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ या भिडियोमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला, सँगैको बेल आइकनलाई अल क्लिक गरेर चाहिँ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, लाइक पनि गर्नुहोला। सुरुमा चाहिँ हामीलाई कभर लेटर चाहिन्छ होइन। कभर लेटर कसरी लेख्ने, यसमा हामीले के कुराहरू इन्क्लुड गर्नुपर्छ होइन, कसलाई लेख्ने हो, कसरी लेख्ने हो भन्ने कुराहरू म तपाईँहरूलाई जानकारी दिनेछु है। एकचोटि राम्रोसँग यो कभर लेटरलाई हेर्नुहोला। सुरुमा चाहिँ हामीले माथिमा चाहिँ डेट अफ बर्थ राख्नुपर्ने हुन्छ है। त्यसपछि हामीले यता प्रोभाइडर कसले हामीलाई डोमेन दिइरहेछ, टु द होस्टिङ्गर भनेर राख्नुपर्ने हुन्छ होइन। यो चाहिँ मर्कन्टाइल कम्युनिकेसन प्राइभेट लिमिटेड, दरबार मार्ग, काठमाडौँ रहेको छ है। यसको नाम राख्नु होला। त्यसपछि हामीले तलपट्टि सब्जेक्ट रहेको छ है, एनपी डोमेन रजिस्ट्रेसन भनेर राख्नु होला। त्यसपछि हामीले डियर सर म्याडम भनेर राखेर चाहिँ थोरै हामीले आफ्नो बारेमा राखेर त्यहाँनिर किन चाहिरहेको त्यो बारे राखेर चाहिँ डोमेनको नेम मेन्सन गरेर राख्नु होला। त्यसपछि हामीले चाहिँ तल नेम सर्भर रहेको छ है, जुन यो चाहिँ टाइपिङ मिस्टेक भएको रहेछ, प्राइमेरी नेम सर्भर र सेकेन्डरी नेम सर्भर भन्ने रहेको छ है। यो चाहिँ हाम्रो किन चाहिन्छ भन्दाखेरि हामीले डोमेन त लग्यौँ, त्यसपछि हामीले आफ्नो वेबसाइटलाई चाहिँ गुगलमा पब्लिक गर्नु पऱ्यो, होस्ट गर्नु पऱ्यो भनेपछि हामीलाई सर्भर नेम चाहिन्छ। सर्भर नेम भनेको चाहिँ हाम्रो वेबसाइटको लोकेसन, मतलब होस्टिङको लोकेसन, कहाँबाट होस्ट गर्ने त्यो त्यसको चाहिँ यो नाम जस्तो हो क्या, त्यो चाहिँ यो चाहिन्छ। यो कुराहरू चाहिँ हामीले कसरी फिलअप गर्नुपर्छ पछि म भन्छु। त्यसपछि आफ्नो सिन्सियरलीमा चाहिँ आफ्नो नाम चाहिँ राखेर एड्रेस राखिदिनु होला। यति राखिसकेपछि तपाईँहरूलाई म फोटो खिच्नको लागि राख्छु, यो पुरा फोटो गर्नु सक्नुहुन्छ। अब चाहिँ हामीलाई के रिक्वायरमेन्टमा के डकुमेन्टहरू चाहिन्छ त, सुरुमा हाम्रो कम्पलसरी नै चाहिने भनेको सिटिजनसिप, त्यो पनि त्यसको अगाडि र पछाडि। त्यसपछि हाम्रो एडिसनलमा चाहिँ तपाईँहरूले डेट अफ बर्थ पनि राख्न सक्नुहुन्छ है, डेट अफ बर्थको सर्टिफिकेट, नभए तपाईँले प्यान नम्बर राख्दा पनि हुन्छ। यदि त्यो पनि छैन भने तपाईँसँग राष्ट्रिय परिचय पत्र राख्दा पनि हुन्छ है। यदि तपाईँसँग फिजिकल कार्ड छ भने राष्ट्रिय परिचय पत्रको राख्दा हुन्छ, छैन भने चाहिँ तपाईँहरूले सुरुमा फर्म भरेको जुन थियो नि त्यसलाई राख्दा पनि हुन्छ है त। अरू प्रोसेस कसरी गर्ने त्यो कुरा हेरौँ। अहिलेसम्म चाहिँ हामीले के रिक्वायरमेन्टहरू हामीलाई चाहिन्छ र डोमेन लिनको लागि भनेर हेऱ्यौँ। अब चाहिँ हामीले कसरी डोमेन लिने र कहाँबाट लिने त्यो कुराहरू बुझ्नेछौँ। सुरुमा तपाईँहरूले क्रोम ब्राउजरमा जानुहोला, मोबाइलबाट पनि सेम प्रोसेस हुनेछ र तपाईँहरू कम्प्युटर ल्यापटपमा हुनुहुन्छ भने पनि सेम प्रोसेस हुन्छ। र सुरुमा हामी क्रोम ब्राउजरमा जाऊँ र क्रोम ब्राउजरलाई ओपन गरौँ। हामीले रजिस्टर एमपी डोमेन भनेर सर्च गरौँ होइन, सर्च बारमा। त्यसपछि हाम्रो यो इन्टरफेस खुल्छ। त्यसपछि सुरुमै हामीले क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गर्नु होला यसमा। क्लिक गरिसकेपछि हाम्रोमा यस्तो इन्टरफेस खुल्छ है। यता लेखेको छ चेक डोमेन एभाइलेबिलिटी भनेर लेखेको छ। यहाँ चाहिँ तपाईँले आफूले चाहेको डोमेन छ कि छैन त्यो चाहिँ तपाईँले यता चेक गर्न सक्नुहुन्छ। हामीले चाहिँ helloNepal.com.mp भन्ने डोमेन इक्जाम्पलको रूपमा राखेको थियौँ है, त्यो कुराहरू रहेको छ। अनि यहाँ चाहिँ हाम्रो मैले चाहिँ सुरुमा तपाईँहरूलाई धेरैवटा डोमेन डिफ्रेन्ट डोमेनहरू देखाएको थिएँ होइन, जस्तै gov.info.mp। योहरू चाहिँ के हो भन्दाखेरि .com.mp भनेको चाहिँ तपाईँहरूले आफ्नो लागि लैजाने हो होइन। त्यसपछि इडियु भनेको चाहिँ एजुकेसनको लागि हो, गभर्मेन्टको लागि भयो होइन। त्यसपछि नेटवर्क प्रोभाइडरको लागि भयो, अर्गनाइजेसनहरूको बारेमा भयो, र यो पनि इन्फर्मेसनको लागि भयो है। यो डोमेनहरू यो मध्ये मैले चाहिँ .com.mp डोमेनलाई चाहिँ युज गरेँ है अहिलेको लागि।
जुन लिँदा पनि सब फ्रीमा रहेको छ। तपाईँहरूले जुन चाहियो त्यो लिन सक्नुहुन्छ। मैले चाहिँ .com लगेँ र यसलाई चाहिँ मैले सर्च गरेँ अहिले। ल सर्च गरिसकेपछि यता कङ्ग्रेचुलेसन हेलो नेपाल .com.mp इज एभाइलेबल भनेर आएको छ है। फर्दर प्रोसेसको लागि भनेर आएको छ। यो चाहिँ हाम्रो डोमेन एभाइलेबल रहेछ अहिलेको लागि। त्यसैले हामीले यदि छैन भने चाहिँ सरी भनेर आउँछ है। अब चाहिँ यताबाट रजिस्टर गर्नको लागि चाहिँ तपाईँले सुरुमा आफ्नो अकाउन्ट बनाएको हुनुपर्छ। युजर अकाउन्ट बनाउनु भएको छैन भने बनाउनु होला। यदि बनाएको छैन भने चाहिँ अहिले रजिस्टरमै क्लिक गर्नु होला। रजिस्टरमा क्लिक गरिसकेपछि मैले चाहिँ ब्लर गर्छु है। रजिस्टरमा क्लिक गरिसकेपछि तपाईँहरूको यता क्रिएट युजर भन्ने आउँछ। क्रिएट युजरमा क्लिक गर्नु होला र आफ्नो अकाउन्ट बनाउनु होला। सुरुमा सबैभन्दा पहिला यदि तपाईँहरूले अलरेडी बनाएको छ भने यता इमेल र पासवर्ड दिएर साइन अप गर्न सक्नुहुन्छ। मैले चाहिँ यो साइन अप गरेँ अहिलेको लागि है। त्यसपछि साइन अप गरिसकेपछि हाम्रो यो इन्टरफेस खुल्छ है। हामीले सुरुमा जुन डोमेन लिएको थियौँ चेक गरेको थियौँ त्यो डोमेन हामीले यहाँ पाएको छौँ। पछि तल लेखेको छ नेम सर्भर भन्ने देखाएको छु। नेम सर्भरमा चाहिँ प्राइमेरी नेम सर्भर र सेकेन्डरी नेम सर्भर रहेको छ। हामीले सुरुमा मैले देखाएको थिएँ नि, यता हेर्नु त, यता प्राइमेरी सर्भर र सेकेन्डरी सर्भर NS1 byte org भन्ने रहेको छ है। यसलाई चाहिँ मैले यहाँ राखेँ, यसलाई चाहिँ यहाँ राखेँ। यसमा चाहिँ 1 र 2 भनेर हुन्छ है, कहिले पनि 1 हुँदैन। यो चाहिँ हाम्रो सर्भर हो, होस्टिङ प्रोभाइडर। तपाईँहरूले पनि यही राख्न सक्नुहुन्छ है। यदि तपाईँहरूसँग कुनै सर्भर होस्टिङ प्रोभाइडरको चाहिँ 4वटा हुनसक्छ है, त्यसको लागि एडिसनलमा राखेर तल राख्न सक्नुहुन्छ। यदि छैन भने 2टा मात्रै राख्दा पनि हाम्रो काम हुन्छ। अब चाहिँ हामीले आफ्नो बारेमा आफ्नो डिटेलहरू पुरा रूपमा लेख्नुपर्ने हुन्छ। आफ्नो फुल नेम राख्नु होला। कुनै अर्गनाइजेसन छ भने अर्गनाइजेसनको नाम राख्नु होला। त्यसपछि आफ्नो कन्ट्रीको नाम राख्नु होला है। त्यसपछि आफ्नो प्रोभिन्स, आफ्नो प्रदेश छान्नु होला। त्यसपछि आफ्नो गाउँ ठाउँ, कुन नगरपालिका कुन गाउँपालिका त्यो राख्नु होला। त्यसपछि एड्रेस राख्नु होला है। त्यसपछि आफ्नो इमेल राख्नु होला र त्यसपछि तपाईँले आफ्नो फोन नम्बर राख्नु होला। यदि तपाईँको टेक्निकल कन्ट्याक्टमा चाहिँ तपाईँहरू आफ्नो गाउँदेखि टाढा बस्नु भएको छ भने चाहिँ यदि त्यो ठाउँको बारेमा राख्नु होला। छैन भने चाहिँ सेम राख्दा पनि बिग्रिन्न है। मैले चाहिँ यो भरेर ब्लरमा राख्नेछु, तपाईँहरू भर्नु होला। सबै कुराहरू एक्ज्याक्ट आफ्नो नागरिकता अनुसार चाहिँ भर्नु होला, नत्र फेरि मिल्दैन। यो कुराहरू सबै भरिसकेपछि मैले चाहिँ ब्लरमा राखिरहेको छु। ठिक छ, सेभमा क्लिक गर्नु होला। रिक्वायरमेन्ट डकुमेन्टहरूलाई अब चाहिँ हामीले यहाँ अपलोड गर्नुपर्ने हुन्छ है। तल रहेको छ डकुमेन्ट टाइटल, त्यसमा तल राखेको छ सिलेक्ट 1 भन्ने राखेको छ, त्यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। सिलेक्ट 1मा क्लिक गरिसकेपछि तपाईँहरूले कभर लेटर त्यहाँ राख्नुपर्ने हुन्छ है। सुरुमा कभर लेटर हामीले सुरुमा बनाउन सिकाएको छु, मैले चाहिँ यहाँ ब्लर गरेको छु। त्यो कसरी बनाएको छ त्यो एकचोटि राम्रोसँग हेर्नु होला। अनि त्यसलाई चाहिँ हामीले यहाँ फिलअप गर्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ सिटिजनसिपलाई पनि सेम तरिकाले सेलेक्ट गरेर चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। सेलेक्ट भइसकेपछि सेभ गर्नु होला। त्यसपछि फेरि एडिसनल सर्टिफिकेट भनेको तपाईँहरूले जे पनि राख्न सक्नुहुन्छ, डेट अफ बर्थ होइन, अरू पनि राख्न सक्नुहुन्छ। त्यो गरिसकेपछि हाम्रो डोमेन रजिस्टर भइसक्यो। त्यसपछि तपाईँको माथि नामको छेउमा क्लिक गरेर ड्यासबोर्डमा जानु होला। त्यसपछि तपाईँको रजिस्टर भएको डोमेन चाहिँ यो डोमेन रिक्वेस्ट इज रिसिभ एन्ड वेट फर एप्रुभल भनेर आउँछ है। यति भइसकेपछि तपाईँको एप्रुभ भयो भने चाहिँ माथि एक्टिभ डोमेनमा देखाउँछ। मैले चाहिँ 3वटा एक्टिभ गरेको थिएँ, छैन भने चाहिँ तपाईँको यसमै रहेको हुन्छ है। यदि तपाईँको रिमार्क्स देखायो भने चाहिँ रिमार्क्समा के भनेको छ, कुन डकुमेन्ट मागेको छ त्यो चाहिँ एडिट डक्समा गएर चाहिँ फेरि आफ्नो डकुमेन्ट हाल्नु होला। त्यसपछि फेरि रिक्वेस्ट गर्नु होला। त्यो भइसकेको 1-आधा घन्टापछि तपाईँको डकुमेन्ट भेरिफाई हुन्छ अनि डोमेन पाउन सक्नुहुन्छ। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला कमेन्ट बक्समा। यदि च्यानलमा नयाँ हुनुहुन्थ्यो भने चाहिँ च्यानललाई सब्सक्राइब गर्नु होला। अब चाहिँ म नेक्स्ट भिडियोमा तपाईँहरूलाई होस्टिङ कसरी गर्ने त्यो पनि फ्रीमा 100% फ्रीमा लाइफ टाइम
त्यो भिडियो ल्याउने छु। त्यतिन्जेलसम्म तपाईँहरू वेट गर्नुहोला र तपाईँहरूलाई त्यो भिडियो चाहिएको छ भने कमेन्ट गर्नुहोला। हस् त, धन्यवाद।